नेपाललाई नर्थबाट टिबेट र इस्ट वेस्ट अनि साउथ गरेर 3 साइड्सबाट इन्डियाले बोर्डर गर्छ भनेर त हामी सबैलाई थाहा छँदैछ। तर आज नेपालको त्यो तथ्य अर्कै हुन सक्थ्यो, किनकि नेपालले 3 साइड्सबाट इन्डिया होइन पाकिस्तानलाई बोर्डर गर्ने थियो, यदि मात्र यो एकजना व्यक्तिको डिमान्ड फुलफिल हुन्थ्यो भने। र ती व्यक्ति थिए मोहम्मद अली जिन्ना, जसले इन्डियाबाट पाकिस्तानको पार्टिसन मुभमेन्ट लिड गरेका थिए। र यो पार्टिसन मुभमेन्टको मुद्दा चाहिँ हिन्दू मेजोरिटी इन्डियामा मुस्लिमहरू बस्नु सक्दैनन्, सो मुस्लिमहरूको लागि अलग्गै पाकिस्तान नाम गरेको देश बनाइनुपर्छ भन्ने थियो। र पाकिस्तान के कस्तो हुनुपर्छ र पाकिस्तानभित्र कुन कुन एरिया पर्नुपर्छ भनेर धेरै म्यापहरू जिन्ना र मुस्लिम लिगद्वारा ब्रिटिस र इन्डियन कङ्ग्रेसलाई सब्मिट गरिएको थियो। जस्तै कि अनि यी म्यापहरूमध्ये एउटा म्याप चाहिँ यो नै थियो, जसको पछाडि जिन्ना एकदम लागि परेका थिए कि इस्ट र वेस्ट पाकिस्तान कनेक्ट गर्ने एउटा करिडोर हुनुपर्छ, जुन चाहिँ युपी बिहारबाट तराई बेल्ट हुँदै बङ्गालमा जोडियोस् भनेर। तर यस डिमान्डको सरदार वल्लभभाई पटेलले एकदम चर्को विरोध गर्छन् र अरू राजनीतिक व्यक्तित्वहरूबाट नि खासै सपोर्ट नपाएको कारण जिन्नाको यो डिमान्ड पुरा हुँदैन। बट इमेजिन गर्नुहोस्, इफ जिन्नाको त्यो डिमान्ड पुरा हुन्थ्यो र आज नेपालले इन्डिया होइन पाकिस्तानलाई 3 साइड्सबाट बोर्डर गर्थ्यो भने नेपालको सिचुएसनमा के कस्तो चेन्जेस देख्न सकिन्थ्यो होला? के सिचुएसन अहिलेको इन्डियासँगको भन्दा बेटर हुन्थ्यो, कि अहिले जस्तो छ त्यस्तै हुन्थ्यो, केही चेन्जेस हुन्थेन, वा अहिलेको भन्दा नि खत्तम हुन्थ्यो? कमेन्टमा लेख्न नबिर्सिनु होला।